रवि सर यो बालेन सरकारको एक्सन ओरिएन्ट यो कामलाई कसरी हेर्नु भएको छ तपाईले? सरकारले राम्रो काम गर्दैछ, तपाईहरुले हेर्नु पर्यो। हामीले भन्दा पनि अब तपाईहरुले, नागरिक समाजले, पत्रकार साथीहरुले हेर्नु पर्यो। हामी त अब सरकारमा छौं, हाम्रो कामलाई कसरी हेर्ने भन्ने कुरा हामी नागरिकलाई र तपाईहरुलाई जिम्मा दिन्छौं। जस्तै 12 आउनु भएको छ, 12 पर्साका जनताहरू यो उद्योगको प्रश्नबाट एकदमै उछन्, आजित छन्, यसलाई अब सरकारले कसरी लिन्छ? सरकारले उद्योग मैत्री वातावरणको लागि आफ्नो वाचा पत्र नै सार्वजनिक पहिल्यै गरेर त्यस मार्फतबाट जनताले भोट दिएर भर्खरै सरकार गठन भएको छ। उद्योग क्षेत्रको लगायत तमाम समस्याहरू समाधान गर्ने प्रयासमा सरकारले आफ्नो स्पिड सुरु गरेको छ। म आश्वस्त हुनको लागि अनुरोध गर्छु। सरकार कसरी चल्छ? हामीले वाचा पत्र सार्वजनिक गरेका छौं। हामीले जनतालाई हाम्रो वाचा पत्र मार्फत यो गर्छौं भनेका छौं। त्यही वाचा पत्र बोकेर सरकार गएको छ। सरकारले नागरिकलाई भोट माग्दाखेरि जे वाचा गरेको थियो त्यो पूरा गर्छ। पूरा नगरेको खण्डमा मात्र पार्टीले किन पूरा गरेन भन्ने हो। सरकार आफ्नो ढंगले अगाडि बढ्छ, नागरिकलाई गरेको वाचा अनुसार अगाडि बढ्छ। हस्, धन्यवाद। एक सेकेन्ड। हस्, धन्यवाद है।